करे साथी हो रोटी र तरकारी खाने रोटी तरकारी खाएर अनि फेरि हिँड्ने मेरो भिडियो चाहिँ हेर्नु है साथी हो बेलुकाको तरकारी थियो रोटी साथीले ल्याइदिएको रहेछ त्यो रोटीसँग ज्याम आफैले बनाएको सन्डविच है साथी यो चाहिँ यहाँ पनि छ एउटा हातमा एउटा यसमा हिजोको तरकारी भान्टा आलुको तरकारी रोटी खाने अब यतैबाट फर्किने अनि गाइस आउनु वाकिङमा हामी त घुम्दैछ यतातिर ऊ पार्क तोया पार्क जाने ठाउँ यता छ हाम्रो होइन हामी चाहिँ यतातिर राउन्डिङ लाउँदैछ यता हेलो यस्तो छ है यस्तो यतापट्टि बुइनी सिधै यहाँबाट कहाँ पुगिन्छ थाहा छैन ठुलो खालको ढुकुरले ढुकुर गाछ छैन नि हो गाछ छैन यहाँ चाहिँ जस्तै भएन गाइस हावाले यता छ जस मेरो हेरेको लागि चाहिँ दिदीले गर्नु सपोर्ट गर्नुहुँदैछ अझै कुदाको भएकै छैन खै मकै मार्छ त्यो अर्को घरको मकै अन्त साथी हो मारिहाल्छ नि नमस्ते साथी हो नमस्ते म चाहिँ आज अर्कै बाटो आएको छु अर्कै बाटो कस्तो छ भने यस्तो छ यता चाहिँ यस्तो छ कता बहिनी अगाडि पुगिसक्यो कुद्दै यस्तो छन् ल साथी हो के अरे एक्सर्साइज गर्दैछ है यहाँनिर हो दामी भएको हो अब भोलिबाट यही गर आधी घन्टा ल साथी हेर्नु त त्यहाँनिर यहाँ छ ऊ त्यहाँ छ ऊ त्यहाँ ल खै साथी हो हामीसँगै वाकिङ गर्नलाई गाइस हजुरहरू पनि आउनुहोस् हाम्रो भाइ उताबाट मन्टो घटाएर आउँदै हुनुहुन्छ लाजाले होला ल खै साथी यहाँ ऊ चढिसक्यो साथी चढे यस्तो छ है साथी हो यस्तो गाइस मलाई दिदीले धेरै हिँड्नु भएको अहिले रोयो भने अहिले मलाई मान्छेले के भन्छ फेरि अर्कै बाटोमा भेटाएको नि त दाजुभाइलाई हेर्नु साथी हो यस्तो छ बाटो यताबाट यस्तो घरहरू छ साथी हो यहाँ आइपुगेको छ है हामी चाहिँ बहिनी यहाँ नयाँ ठाउँ हेर्नु
म यहाँ यता अगाडिपट्टि यस्तो छ, यतापट्टि फेरि म यस्तो छ। साथी हो, हामी चाहिँ अब इभिनिङ वाकमा सधैँ अब यही बाटो हिँड्ने यस्तो छ कि साथी हो। यस्तो पारा छ है हाम्रो चाहिँ, यतापट्टि यस्तो छ हो। कता हो के हेरेर बसेर भएको नि भन्नु नमिल्ने नेपालीहरू। लो युनिभर्सिटी सर फेरि यहीँ भेटाए। बहिनी कता हो, कहिले पुग्ने रुममा? म त आज हिँड्न सकिनँ गाइस, धेरै दिदीले म कहाँ पुगिसकेको हुन्छ। कुदी 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 लौका 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 यता छ। लौका को किन्ने हो? लौका 10 रुपियाँ गोटा, 10 रुपियाँ गोटा, 10 रुपियाँ गोटा है लौका, 10 रुपियाँ गोटा, 10 रुपियाँ गोटा। अर्कै बाटोमा भेटाएको नि त दाजुभाइलाई। हेर्नु साथी यस्तो छ बाटो, यतापट्टि यस्तो घरहरू छ। बहिनी र म यता आँखा तिरमिर भयो ल है साथी हो। आज पनि त्यही बाटो, हिजो पनि त्यही बाटो। मोबाइल नहल्लाउ ल साथी हो। बहिनी र म फेरि आज कस्तो लुट्यो। बहिनी र म फेरि आज हिँडेको होइन। आज चाहिँ धेर नहिँड्ने रे बहिनी, आधी घन्टा हिँडेर अनि फर्किने रे। ल हिँड। भोलिमा मेहन्दी लाउँछ होइन गाई, झन् देखाउँला होइन। त्यही भएर आज दिदीलाई धेरै नहिँड्ने भनेको क्या। आज बहिनीको साथी, हिजो बहिनीको मेरो साथी बहिनी, आज साथीको आज बहिनीको साथी। अब यस्तै हो साथी होइन। अब अन्त त जानु सकिँदैन, हामी छोरी मान्छे। अब यही नजिक नजिक हो, यस्तो छ। यतापट्टि यस्तो छ हो। के गर्नु त, बुढा छैन, टाइम पास गरौँला बुढासँग बोलेर बसौँ भन्ने। अरू साथी छैन, यही मोबाइल त हो नि साथी भन्ने कुरा हाम्रो। जस्तो हुन्छ त्यस्तो बनाउनै हाल्ने मनोरञ्जन। ल दिदीबहिनी यहाँ बसेछौँ अहिले चाहिँ, यहाँ बसेछौँ। अब यतातिर यस्तै हो, उतातिर छ यस्तो। अब दिदीबहिनी यहाँबाट अनि एकछिनमा अब मैले त राम्रै होला भनेर यसो हामी सँगसँगै भिडियो निकाल्नु पऱ्यो भनेको थियो। लाटो लाटो रहेछ कान सुन्ने, अनि फेरि मान्छे चाहिँ लाटो हेडफोन लगाएको छ, त्यो कान सुन्दो रहेछ। अनि त्यही लैलैमा नै ऊ इसारा गर्ने, गीत गाउने, नाचेको जस्तो इसारा गर्ने, त्यस्तो गर्दो रहेछ। बोली नआउने, कान मात्रै सुन्ने। अनि अब खुस्केकै हो कि भनेर झ्याप्सो माथि भने गएन जिन्दगी। गुड मर्निङ। आज चाहिँ म यो बनाएर खानु लाग्यो। यो दही छ, यो दही पनि हाल्ने। अब मजाले खाने। काँक्रा, ओरेन्ज, गाजर। हिजो गाजर ल्याएको थियो, गाजर त रातो खालको परेछ। अब यो दही हाल्ने, मजाले मुस्ने, मजाले मुस्ने है साथी हो। को खानुहुन्छ साथी हो भन्नुहोस् है, साथी हो भन्नुहोस्। र है साथी हो, मैले चाहिँ यो खानु लाग्यो। अनुहार चाहिँ देखाउन मिल्दैन है। अनुहार देखाउन नमिल्ने पनि कारण छ, त्यही भएर पछि भन्छु म। गुड मर्निङ है साथी हो, गुड मर्निङ। यसमा चाहिँ मैले काँक्रा, स्याउ, सुन्तला अनि दही हालेर चाहिँ खानु लाग्यो। रमदानबाट चाहिँ मेरो चाहिँ यस्तै छ है, बिहान खाने कुरा चाहिँ साथी हो। म त सागको तयार पार्दा दिक्कै लागिसक्यो साथीहरू। यहाँ साग यहाँ, धनियाँ यहाँ, त्यहाँनिर बहिनीले लग्यो अलिकति। मेरो कपाल यहाँ हो साग